अब हाम्रो अहिलेको यङ जेनेरेसनहरू छ, हामी जस्तै धेरैजना मोटरसाइकल क्लबहरू पनि छ। अब उहाँलाई चाहिँ तपाईँहरूले के सूचना दिनुहुन्छ? पछाडि बसिरहेको छु अनि जिल्ला कमिटी काठमाडौँ पनि आज र्यालीमा सहयोग हुनुहुन्छ। त्यस्तै म विपिन गौतम, मेरो घर पपन यो शिव मन्दिरको मुन्तिरपट्टि छ र म नेपाल प्रहरीमा 30 वर्ष जागिर पाएँ। म प्रहरी सहायक निरीक्षकबाट आएँ र प्रहरी नायब परीक्षक म डिएसपीबाट म रिटायर भएँ। बिहान बिहान चाहिँ भाइहरू होइन होला पहमा आएँ ल पहमा आएँ। अब मैले फर्स्ट भन फर्स्ट ब्लग हाल्नु लाग्यो कि मैले भाइहरू नि के बोल्नु ल भाइहरू के भन न त, के लाग्छ तिमीहरूलाई? गोली मार्नु कस्तो लाग्छ? राम्रो लाग्छ? होइन होला हो र? अनि अरू के भन न त ल। केटाले घर चाहिँ कस्तो थाहा भयो? भाइ त आउनु त भाइ अस्ति आएको थियो आउनु त छैन होला चर्चा त चर्चा भन्छ फेरि हेर न। ल स्टिकर म त भोलि ल्याइदिन्छु ल, भोलि आऊ ल, भोलि ल्याइदिन्छु म ल। राम्रोसँग पढ स्कुलभरि होइन हो र? के बारेमा चल्छ त अनि भन्नु न त, के चल्छ भन त? गेमको बारेमा चल्छ हो? ल पढ है, ल राम्रोसँग पढ ल, भोलि आऊ, भोलि ल्याइदिन्छु म स्टिकर ल। केटा बिस्तारै जाऊ। यो चाहिँ हाम्रो गोलीमान्डुको अफिसियल ज्याकेट है केटा हो, रोमन भाइको हो। अरू छ यहाँ ज्याकेट टन्नै छ। यो सबै चाहिँ हाम्रो अन्ली मेम्बरको लागि हो। यति त गर्नु परिहाल्यो नि केटाहरूको लागि पनि के छैन। अब कस्तो धेरै पछि गरेर नि त मैले भ्लग, अलि मलाई हाउडा लागिरहेको क्या। अब यसरी हात यसरी उचाल्नु पऱ्यो भने हाउडा लागिरहेको छ। के छैन, हेर्दै जाउँ गर्दै जाउँ है। आशा गर्छु राम्रो हुन्छ। बिस्तारै तपाईँहरूलाई म बाइकको बारेमा नि सबै देखाउँछु, बाइक कसरी बनाउँछ, मतलब के हुन्छ, कसरी राइड जाने। अब सोलो ट्रिप पनि हान्छु म, चाँडै केटा हो, त्यो पनि तपाईँहरूलाई देखाउँछु। अनि ल भ्लग हेर्दै गर्नु है त, तपाईँहरूलाई अझै देखाउनु बाँकी छ। आज हाम्रो सानो प्रोग्रामहरू छ, अनि बेलुका तपाईँलाई म बाइक पनि देखाउँछु। अनि यो मेरो सेटअप चाहिँ यो हो है केटा, सेटअप चाहिँ यो यसमै खेल्छु म ल। अब हाम्रो यहाँ अर्को भ्लगर साप छ है। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ देशराज थारू। आज हामी जान लागेको छौँ ट्राफिक सरहरूको प्रोग्राममा। अनि आज हामी के गर्छौँ भनेर हेर्दै जानु होला। स्टे ट्युन है। हाम्रो थारू भाइको नि भ्लग च्यानल छ, थाहा है सबैलाई। अब मेरोबाट जो अडियन्सहरू छ सबैजना गएर सपोर्ट गर्नु परिहाल्यो होइन, एकअर्कालाई सपोर्ट। अनि के अरे तपाईँको अर्को च्यानलको नाम के छ मेरो? हेर 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 यस्तो त छ, अनि केटाहरू यस्तो त छ हेर। सब्सक्राइबै नहाने रहेछ, सब्सक्राइबै नहाने रहेछ भनेपछि हो। होइन सब्सक्राइब त छ कि, तर नाम चाहिँ अलि ल। यहाँ केटाहरू छ, सबजना आइसकेको छ। अनि सबैजना आइसकेको छ है, टक्क रेडी हुँदै। आज के हुन्छ ट्राफिकमा? मलाई चाहिँ चित्त दुखिरह दाइले अन पराएको होइन होला त्यस्तो त। म अहिले हान्छु नि, के भन्यो न भ्लगमा ल। बवाल गर्नुपर्छ। आजदेखि भ्लग सुरु। हाम्रो केटाहरू स्की मास्क लगाएर बसिरहेको अनि केटाहरू अनि यहाँ चलपल रेडी छ यहाँ सबजना। हेर नि यहाँ सबजना केटा हिरो छ, फेरि हिरो हेर नि त। आम्मा 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 लजाको हो के हो केटाहरू? के सक्यो है, के छ? एकदम गुड भनौँ।
न्यू ब्लगर इन टाउन केटा अब भ्लग हान्नै पर्यो भ्लग नगरिकन अब के गर्नु साथै छ रुपेश भाइ है ए रुपेश भाइ केरानिया चाहिँ आमा चलपल के छ रुपेश भाइ भ्लगमा के एक दुई शब्द भनिदेऊ न त ल भन न अब मैले तिम्रो दाइले यसो भ्लगिङ च्यानल खोल्न लाग्यो क्या के होला त खोल्दा ठिक होला त खोल्दा ठिक होला क्या हो ल रुपेश भाइ एन्ड टप केटा हो ओ भाइ के छ अस्ति भेट होइन ल केटा यहाँ चाहिँ ल चलपल र केटा यहाँ आज चाहिँ हामी यसो कपनको ट्राफिक गर्दै गइरहेको छौँ सबैजना छ है यतानिर टक्क म चाहिँ सक्रिय भाइको पछाडि बसिरहेको छु अनि टक्क लगाएर है त केटा हो प्रदेश भाइ होइन होला ल त हामी यहाँ आइसकेका छौँ प्रोग्राममा सबैजना भाइहरू आइसकेका छौँ आज हाम्रो प्रोग्राम चाहिँ यहीँ हुनेवाला छ सबैले बाइक मजाले पार्क गरिसकेको छ धेरै दिशा निर्देशनका साथ र जनताको सेवामा अहोरात्र खटेर अहिलेसम्म पनि सङ्गठनलाई केही सहयोग गर्नुपर्छ केही गर्छौँ भनेर चाहिँ सहयोग हरेक वखत सहयोग गरिरहनु हुने हाम्रा नेपाल पूर्व प्रहरी सङ्गठन हामी चाहिँ एकछिन यहाँ घाम तापिरहेको भित्र केटाहरू बसिरहेछ चक्क पारामा बाइकहरू पनि यहाँ पार्कहरू छ अब चाहिँ हो हामी खास गरी के चेतना दिन आयो भने चाहिँ अब एकदम सिस्टमेटिक वेमा हिँड्नुपर्छ है हामी चाहिँ अब एउटा एक हिसाबले ट्राफिक सर पुलिस लगायत सबैजनासँग चाहिँ एकदम मिलेर एकदम सक्दो होइन हामी सबैलाई यति मात्रै आइरहेको रहेछ क्या दाइ हो ढङ्गै ब्याग जानु ल फेरि भन्नु न अब आज पक्नु फोकसै मिलेन ल 1 2 3 को आज चाहिँ हामीले खास गरी पुलिस लगायत ट्राफिकहरूसँग चाहिँ एउटा सानो सरहरूको प्रोग्राम एउटा सूचनाको लागि प्रोग्राम राख्नुभएको थियो र त्यसको लागि हामी आज आएको थियौँ भित्र सबैजना बसि नै रहेछ हामी चाहिँ एकछिन यसो बाइकहरू हेर्न निस्केको अनि हामीले चाहिँ के आज सूचना पायौँ भने चाहिँ एउटा सिस्टमेटिक वे भन्दाखेरि कस्तो सिस्टमेटिक वे भन्दाखेरि एउटा सबैको बाइक चलाउँदाखेरि लाइसेन्स हेलमेट लगायत सबै हुनुपर्छ त्यो भनेको त अब सिस्टमेटिक भइहाल्यो त्यो भनेको जरुरी नै हो त्यो भनेर नेसेसरी नै हो है अरू भनेको मोडिफिकेसन जस्तै अब तपाईँहरूलाई भन्नु हाम्रो बाइकहरू यहाँ तपाईँले देखिसक्नुहुन्छ है मोडिफिकेसन त्यसको खासै त छैन छन चाहिँ छ त्यसको खासै चाहिँ छैन कस्तो हो भने चाहिँ मोडिफिकेसन म सरहरूलाई चाहिँ के भन्छु भने चाहिँ मोडिफिकेसन पनि एउटा स्किल्स हो एउटा भनौँ न एउटा राम्रो कुरा हो है तर त्यो भन्दैमा पुरै बाइकको पार्ट बुझेर नै चेन्ज गर्ने भने त्यस्तो चाहिँ गर्नुहुन्न तर अहिले हाम्रो कम्फर्टको लागि अनि लगायत लङ राइडहरू जाँदाखेरि के गर्दा ठिक हुन्छ त्यसको लागि चाहिँ एकदम ठिक हो है र त्योभन्दा अरू गर्नु त्यो चलपल लिने त्यो चाहिँ काम छैन चलपल लिएर काम पनि छैन त्यही कुरामा आज हामी टक्क बसेर यो लगाएर हामी गरिरहेको छौँ त्यही नै हो केटा अहिले चाहिँ अब इन फ्युचर राम्रो होस् हाम्रो ग्रुपलाई पनि राम्रो होस् अनि त्यो अनुसार हामी ट्राफिक सरहरूसँग राम्रो कुरा गर्दै राम्रो बोल्दै जाउँला ल है त मेन कुरा केटा हो हाम्रो ट्राफिक रुल्सहरू जस्तै कि यहाँनिर तपाईँले देख्नु भएको छ है सब साइनहरू छ यहाँनिर यसरी नै सबैले फलो गर्नुपर्छ है जस्तै कि लङ अब हामी भनेको त एकदम हाइवे जाने मान्छे नै हो बाहिर आउट अफ भ्याली गइरहनुपर्छ र त्यसको लागि साइनहरू हामीले एकदम बुझ्नुपर्छ रोडहरूमा एकदम साइनहरू देखाएको हुन्छ त्यसै गरी हामीले अब यसरी हेर्न सक्नुहुन्छ यो हामीलाई यसरी अवेरनेस दिइरहनु भएको छ हाम्रो पुलिस सर लगायत ट्राफिक सर सबैले अनि यसरी नै हामी कोअर्डिनेसन गरेर नै जाने हो है कहिले नि अब हामी ठुलो हो भनेर कहिले नि त्यसरी कहिले सोच्नुहुन्न होइन एकदम त्यो भनेको एकदम क्रिमिनल माइन्डेड हो है
त्यसरी चाहिँ जानुहुन्न र लगायत हाम्रो यसलाई हेर्न सक्नुहुन्छ है सबै साइनहरू छ हो यो भने त एकदम सिस्टमेटिक हो नि त सिस्टमेटिक हुनु परिहाल्यो मोटरसाइकल विश्वकै सबैभन्दा बढी दुर्घटना गर्न सक्ने र दुर्घटना हुन सक्ने सवारी साधन हो हजुर र दुर्घटनाबाट जोगिनको लागि मोटरसाइकल चालकहरूले समयमै आफ्नो सुरक्षाको लागि पहिलो ध्यान दिनुपर्ने हुन्छ हजुर जस्तै कि अब हजुर पोसाकबाट सुरु हुन्छ है राम्रो हेलमेट पोसाक र सवारी साधनको अवस्था यो कुराहरू यो तिनवटा कुराहरू मिलेर गति मिलाउन सकियो भने मोटरसाइकल दुर्घटनाबाट हामी दुर्घटित हुन पर्दैन है त्यसको लागि चाहिँ हामीले मैले भनिहालेँ पोसाक तयार हुनु पऱ्यो जसले चाहिँ हामी लडिहाल्यौँ भने पनि हामीलाई चोटपटक लाग्न नदिनको लागि त्यसले बचाउ गरोस् र अर्को चाहिँ हेलमेट नै हाम्रो एउटा यस्तो उपकरण हो हाम्रो शरीरको लागि सवारी साधन चलाउँदाखेरि यसले चाहिँ हामीलाई हाम्रो टाउको इन्जर्ड हुन दिँदैन र हामीलाई ठुलो क्षति हुनबाट जोगाउँछ हात खुट्टाहरू केही भइगयो भने पनि हाम्रो उपचार हुनसक्छ तर टाउकोमा भएको क्षति चाहिँ बढी हुन्छ त्यसले गर्दाखेरि हामीले एकदमै 10 लाखको मोटरसाइकल चढ्छौँ भने 30,000को हेलमेट त लाउनै पर्छ है हामी त्यो 1500को भइसके टाउकोमा चाहिँ छोप्ने खालको यसो ट्राफिकलाई झुक्क्याउनको लागि मात्रै हामी हेलमेट लाउन खोज्यौँ भने त्यसले चाहिँ हामीलाई जहिले पनि असर गर्न सक्छ है हामीले सुरक्षाको लागि चाहिँ पहिलो भनेको चाहिँ आफ्नो पोसाक सवारी साधनको अवस्था त्यसलाई राम्रो बनाइराख्ने र त्यस पछाडि चाहिँ गतिलाई चाहिँ आफ्नो नियन्त्रणमा राख्न सकियो भने चाहिँ हजुर हस् धेरै धन्यवाद म भनिदिन्छु यहाँ हजुर सडक दुर्घटना स्थल हामीले एकै लाइनमा हामीले लेख्यौँ भने म भेटिन्छु ए हस् सडक दुर्घटना स्थल हो त्यसको अगाडि चाहिँ ह्यासट्याग लाउनुपर्छ जस्तै कि सर अब हाम्रो अहिलेको यङ जेनेरेसनहरू छ हामी जस्तै धेरैजना मोटरसाइकल क्लबहरू पनि छ अब उहाँलाई चाहिँ तपाईँहरूले के सूचना दिनुहुन्छ सबैभन्दा ठुलो कुरो चाहिँ पहिलो कुरो त हामी मोटरसाइकल पहिलो कुरो त असुरक्षित हो है यो सुरक्षित बनाउने जिम्मा चाहिँ त्यो जसले चलाउँछ उसको जिम्मेवारी र उनले आफूलाई म कसरी यो मोटरसाइकल दुर्घटनाबाट म जोगिन सक्छु र अरूलाई जोगाउन सक्छु भन्ने जिम्मेवारी चाहिँ त्यो चालकले नै लिनुपर्छ धेरै दुर्घटनाहरूमा क्षति हुने भनेको चाहिँ टाउको मार्फत हुने हुनाले मैले फेरि पनि दोहोऱ्याएँ टाउकोलाई जोगाउनको लागि चाहिँ उच्च स्तरीय किसिमको हेलमेट लाउने र अर्को कुरो यदि कुनै दिन हेलमेट माथिबाट झरेको छ र हेलमेट चाहिँ के अरे आफूले मोटरसाइकल चलाएको बेलामा लडिएर एकपटक हेलमेटले जोगाएको छ भने दोस्रो पटक हेलमेट सुरक्षित हुँदैन है यो कुरो चाहिँ सबैले जान्न जरुरी छ र हामीले हेलमेट मोटरसाइकल सर्भिसिङ गर्छौँ हेलमेट कहिले पनि सर्भिसिङ गर्दैनौँ होइन र यो हेलमेट पनि सर्भिसिङ गर्ने निकायहरू बनाउने त्यो मेकानिकहरू छन् त्यसले गर्दाखेरि हामीले प्रयोग गरिरहेको हेलमेट सुरक्षित छ कि छैन असुरक्षित भइसक्यो कि भन्ने कुरो बुझ्नु पनि जरुरी छ यदि के कथम कदाचित माथिबाट झऱ्यो 10-15 फिट माथिबाट हेलमेट बजारिएको छ भने अर्को पटक हेलमेटले हामीलाई त्यति बचाउन सक्ने क्षमता चाहिँ राख्दैन एकदम जस्तो कि अब एउटा अझै क्वेसन सोध्छु हजुरलाई अहिलेको जेनेरेसनमा मोडिफिकेसन भनेपछि एकदमै चर्चा छ है त्यो विषयमा चाहिँ हजुर के भन्न चाहनुहुन्छ कुनै पनि कम्पनीले ठुलो अनुसन्धान गरेर इन्जिनियरहरू खटाएर त्यो सवारी साधनलाई तयार गरेको हुन्छ त्यो सवारी साधन त्यतिकै तयार भएको हुँदैन हजुर विभिन्न इन्जिनियरहरूको समूहले मेकानिकहरूको समूहले त्यसलाई चाहिँ एउटा आवश्यकता अनुसारको बनाइएको हुन्छ अब त्यसलाई हामीले मोडिफाई गर्यौँ मोडिफाई गर्ने बित्तिकै त्यसको स्वरूप परिवर्तन हुन्छ र त्यसको अवस्था परिवर्तन हुन्छ र त्यसको हाइट परिवर्तन हुनसक्छ त्यसको हाइट घट्न पनि सक्छ बढ्न पनि सक्छ त्यसको आवाज परिवर्तन हुन्छ यी धेरै कुराहरूले गर्दाखेरि चाहिँ मोटरसाइकलको त्यो जुन 100%बाट चाहिँ त्यो घटिसकेको अवस्थामा आउँछ यसले गर्दाखेरि मोडिफाई गर्नु हुँदैन मोडिफाई गरियो भने त्यसको क्षति हुने सम्भावना चाहिँ अलि बढी हुन्छ त्यसले गर्दाखेरि मोडिफाई नगरेको बेस हुन्छ र हामीले चलाउँदै गरेको सवारी साधन धेरै ठुलो आवाजवाला छ भने आवाज कम गर्नलाई प्रयत्न गर्ने हो झन् आवाज बढाउने प्रयत्न चाहिँ हामीले गर्नु हुँदैन एकदम ठिक हो हस् धेरै धन्यवाद सर हजुरको शुभ नाम म विपिन गौतम मेरो घर कपन यो शिव मन्दिरको मुन्तिरपट्टि छ र म नेपाल प्रहरीमा 30 वर्ष जागिर खाएँ म प्रहरी सहायक निरीक्षकबाट आएँ र प्रहरी नायब परीक्षक म डिएसपीबाट म रिटायर भएँ लगेडा हामी ग्यारेज आइसकेको छौँ अब हामी खाजा खान जान लागेको छौँ भोक लाग्यो 12 बजे लोगो देखाइदियो नि ज्याकेट देखाइदियो न सेक्सी छ है केटा हो
अनि मेरो बाइक चाहिँ यहीँभित्र छ यहाँ बनिरह केटा चाहिँ निशान भाइ वाट्सअप निशान भाइ वाट्सअप ठिक छ भाइ पाल्दैन यहाँ चाहिँ के छ भ्लग हो होइन होला नयाँ भ्लग फर्स्ट भिडियो भोलि आउँछ भोलि भने ट्राफिक कार्यक्रमको अनि आज ट्राफिक कार्यक्रममा एकदम सफल भयो कस्तो लाग्यो रमाइलो भयो केटाहरूले बाइक साइक सब स्टप गरेर केटाहरू गुड बोय भएर आएर अनि भन्दै थियो मलाई ट्राफिकले भन्दै थियो हो। बाइक चाहिँ फेराइरहेछ सिटहरू चाहिँ हल्का मोडिफाई रहेछ न त साइलेन्सर चाहिँ फेराइरहेछ भन्दैछ अब गुड बोय हुने बेला भइसक्यो अनि पहिला जस्तो भयो भने त अनि तनाव हुन्छ यही हो केटा हो बाइक चाहिँ रेडी हुँदैछ इन्जिन पुरै सेट भएर कस्तो टाइम छ यहाँ चाहिँ टाइम चाहिँ भगवान् तपाईँहरू आफै ब्रेक चालो यो चाहिँ स्टक यही हो केटा हो बाइक मिठो टर्काइदिनु यार र केटा अब चाहिँ हामी खाजा खान जान्छौँ अनि भोक लाग्यो अति नै ल भर्खर हामीले चाहिँ खाजा खायौँ खाँदा खाँदा बिर्सेछ केटा हो होइन आलु रोटी सकिसक्यो यहाँ खाँदा खाँदा गफ गर्दा गर्दै खना भयो अरे त्यही भने अघि गर्नुपर्ने रहेछ गफ गर्दा गर्दा अब केटाहरूसँग यस्तै हुन्छ टक्क यो चाहिँ बौद्धभित्र है हामी डिप टपमा भयो भने यहाँ चाहिँ चिल भाइब छ र तपाईँहरू आउनु मन लाग्छ भने आउँदा हुन्छ जे नि हाल्दिने चारवटा क्यामेरा नि त्यही त गर्छन् मान्छे हामी चाहिँ यहाँ आइसकेका छौँ टक्क भर्खर खाजा खाएर यहाँबाट हामी छुट्टिन्छौँ होला म पनि घर जान्छु टक्क है त ल हामी चाहिँ बन्नमा आछौँ चट्टबारमा खाजा खाइयो गफ गफमा रोटी देखाउनै बिर्स्यो तपाईँहरूलाई त्यही भएर गफ गर्न पऱ्यो देश सब्सक्राइब गर्नु पऱ्यो है सबै यहाँ अब दाइले नि भ्लग सुरु गर्नुभयो चट्टबारमा भ्लग सपोर्ट अनि एकअर्कालाई साथ दिँदै बढ्नुपर्छ केटा हो त्यसरी बढ्न पो मजा त होइन त के हो अनि हामी चाहिँ अहिले बौद्धमा छौँ बौद्धमा केटा हो है ब्याक टु होम अनि क्या ल एउटा भिडियो बनाउनु लाग्छौँ त्यो भिडियो बनाएर अहिले क्यारेज गएर भ्लग कन्टिन्यू हुन्छ है त ल है त केटा हो ल केटा हो भर्खरै एउटा भिडियो बनाएर हामीले सकाएका छौँ अब यो भिडियो चाहिँ कहिले आउँछ थाहा छैन होइन तर जे होस् आउँछ मेन च्यानलमा आउँछ त्यो हेरिदिनु होला अनि हामी रेडीमा छु तारो अहिले भ्लग हाल्नु अब दाइको ड्रइङ फेरि अनि सक्छ दाइले आफै बनाउनु भयो अरे है फेरि यो चाहिँ हो नि ल लाइट बाल्दैन सब ह्यान्डमेड मैले अनि एउटा दिदी एउटा बहिनी हामी तिनजना मिलेर बनाएको दीक्षानले नि बनाएको साँच्ची दीक्षानले चाहिँ उ त्यो बनाएको उयो दीक्षान नत्र दिदी बहिनी म टक्क लगाएर ल अहिले भेटौँला केटा एकछिन हामी अब आगो ताप्न जाँदैछौँ खाजा खाना आएको ताप्न भनौँ खाजा ताप्न नि खाजा ताप्न खाजा ताप्न खाजा खान नि जाँदैछौँ र अहिले ब्याक आउँछु फेरि अहिले केटा म अहिले यसो मोमो खाइरहेको थिएँ यहाँ अनि ठ्याक्क हाम्रो इन्ट्रोडक्सन दिउँ न त अनि ब्रेक्स वाइट है हाम्रो उसको पनि 50K जतिको सब्सक्राइबर रहेछ है अनि सपोर्ट गरिदिउँ माया देखाइदिउँ है एकअर्कालाई माया देखाउनु पर्छ अनि तिम्रो इन्ट्रोडक्सन दिदियो इन्ट्रोडक्सन दिँदै के नाम भन्नु युआइटी रोहन अनि युट्युब चलाउँदैन तर गेम चाहिँ खेल्न आउँछ दाइको भिडियो चाहिँ हेरिरहेको छु अनि माया छ अनि म यहाँ मोमो खाँदै थिएँ अनि भाइ चाहिँ यता बसिरहेको थियो क्या म अहिले सकिसक्यो म खाँदै थिएँ भाइ यता बसिरहेको थियो अनि कस्तो टुल्टुल हेरेको थिएँ क्या अहिले सकिसक्यो मिठो छ है यहाँ मिठो छ क्या यहाँ पेटै टन्न हुन्छ क्या त्यही भएर हो र
धेरै भएर फ्याल्नु त हुन्न नि खानुपर्छ नि पैसाको त अनि ठिक छ सही केटा हामी छोडेर गइदिँदैन दाजु पहिला त आयो भने ए हो र छोडेर गइदिने यहाँ फेरि लास्ट ठुलो पाउँछ क्या फेरि लास्ट ठुलो पाउँछ भने भने बाइकै लिएर होला नि बुलेट चुलेट उसले भनिरहेको थियो के हो कि होइन भनेर अहिले बाहिर ब्लेड हेरेर थाहा भइहाल्छ भनिरहेको थियो ए होइन होइन बुढेल ल्याएन हेरेर हुन्थ्यो नि त होइन पहिलेदेखिको हेरिराख्ने धेरै भइसक्यो लगभग 3 वर्ष जति भइसक्यो फाइनली भेट्यो है ओइ 3 वर्ष चाहिँ होइन होला ओके ल एक हातमी ल त ल फाइनली भेट्यो है फाइनली भेट्यो केटा हो फोटो खिची म्याच है नोटाक्दा ल्याउने हामी निस्किन्छौँ ल केटा म चाहिँ ठ्याक्कै ग्यारेज आएको थिएँ अनि हाम्रो च्याङ दाइले चाहिँ हेडलाई ल्याइदिनु भयो वान एन्ड ओन्ली पिस है वान पिस नेपाल अब चाहिँ बवाली हुन्छ जस्तो लागिरहेको यसो बालिदिउँ न यसो बाले हेर्नु त केटा कस्तो चाहिँ हुँदो रहेछ समात्नु ल उयो होइन होला हौ। आँखामा पऱ्यो आन्टीको आँखामा ए पऱ्यो उही उही दिन्छ होइन होला मिठो है मिठो यार कसम सेक्सी देखिन्छ नि त यो त बाइकबाट अलिकति अगाडि चाहिँ राख्नुपर्छ यतिमा त डल्लो भयो ल है केटा हो हाम्रो रातिको इन्डिङ चाहिँ यस्तै भयो हजुरलाई आजको भ्लग कस्तो लाग्यो र दिन आज हाम्रो कस्तो दिन कसरी भयो भने हजुरहरूलाई पनि थाहा भयो होला स्टे ट्युन मेरो चाहिँ यो फर्स्ट भ्लग त्यसै गरी माया गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला अनि माया देखाइदिनु होला अनि ल केटा गुड नाइट अर्को भ्लगमा भेटौँला